युएसएचएससी को चार्ट पनि राम्रो छ भनेर भन्छु म है। हामीले चाहिँ पहिले के भनेको थियौँ भन्दाखेरि चाहिँ यो ग्यापमा आयो भने चाहिँ तपाईहरुले चाहिँ बाइङ गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ है। सो यो ग्यापमा आएर चाहिँ हल्का मुनिसम्म आएर क्लोजिङ चाहिँ यो एरियामा दिएर चाहिँ माथि गएको छ है। सो आज चाहिँ यहाँ 2 दिन जति भयो यो एरियामा साइडवेज बसिरहेको छ। सो अब चाहिँ के गर्ने भनेर चाहिँ मलाई धेरै क्वेशन आएको थियो। सो छ भने चाहिँ मजाले होल्ड गर्नु होला भनेर भन्छु। यो हाईसम्म टार्गेट राखेर लगभग तपाईले चाहिँ 570 देखि 580 सम्म चाहिँ तपाईले चाहिँ टार्गेट राखेर चाहिँ होल्ड गर्न सक्नुहुन्छ भने चाहिँ मिनिमम चाहिँ तपाईले चाहिँ यहाँसम्म राख्न सक्नुहुन्छ यो 540 को एरिया है। अब जसले बाइङ गर्ने सोचिराख्नु भएको छ, फ्रेश बाइङ गर्ने सोचिराख्नु भएको छ, उहाँहरूले पनि बाइङको लागि हेर्न सक्नुहुन्छ। टार्गेट यो एरियासम्म राख्नु होला। लगभग हाम्रो चाहिँ 15% को टार्गेट छ भने चाहिँ स्टप लस तपाईले यही राख्नु होला। लगभग 7.5% को स्टप लस हुन आउँछ। रिस्क रिवार्ड रेशियो हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ 1:2 हुन आउँछ है। रिस्क रिवार्ड रेशियो पनि राम्रो छ, फेभरेबल छ, चार्ट पनि राम्रो छ, हाइड्रो पावर सेक्टर पनि मजाले माथि गइरहेछ। सो यसमा चाहिँ तपाईले चाहिँ बाइङ गर्ने सोचिराख्नु भएको छ भने चाहिँ जान सक्नुहुन्छ।